साथीहरू नमस्कार। खोटाङ जिल्लाको बाक्सिला भन्ने ठाउँबाट लगभग 20-25 किलोमिटर हराहारीमा रहेको यो रावा खोला हो र रावा खोलामा यो पहाडको जीवनशैली खोला तर्नलाई यो ठाउँ हेर्नु, यो खोलामा कस्तो पुल रहेछ, तल दुईटा काठको प्रयोग गरेर बाँसको डन्ठी हालेर बनाइएको छ। फाइनली हामी सुन्देल भन्ने ठाउँमा पुग्नलाई यही पुलको प्रयोग गरेर पार भएका छौँ। यहाँको जीवनशैली हेर्दाखेरि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको यो ठाउँ, बाटोघाटो अलिकति अप्ठ्यारो दुर्गम ठाउँ रहेको यो ठाउँ हो। यस्तै भिडियोहरू अपलोड गर्दै गरौँला। यस्तै रहेछ हो। धन्यवाद।